नमस्कार अनि हार्दिक स्वागत छ टिभी थापा आर्यन युट्युब च्यानलमा। म अनि मेरी साली हामी चाहिँ आएका छौँ यहाँ आज घुम्न टिकापुर पार्कमा। अनि हल्का भिडियो बनाएर कस्तो छ सोधौँ यहाँ कस्तो छ टिकापुर पार्क भनेर। पार्कमा भनिरहेको छु तर पार्कमा नगएर यता के भन्छ यो नदीको छेउमा नदीको छेउमा आएर बसिरहेको छु शीतल छारीमा। यस्तो गर्मीमा के हुनु ठिकै लागिरहेछ भनौँ या नभनौँ। भेनाजुलाई चाहिँ कस्तो लाग्यो, म त आइराख्ने मान्छे हो, खासै त्यस्तो विशेष राम्रो रमाइलो नरमाइलो केही पनि ठान्दिनँ। मलाई ठिकै छ, ठिकै लाग्यो, राम्रै लाग्यो। तर गर्मी रहेछ। हजुर गर्मी चाहिँ छ, गर्मी लास्टै रहेछ। अनि ऊ त्यहाँ बाख्रा पनि काटेर रहेछ क्या धुँदैछ नि त्यहाँ तल नदीमा सफा गरेर राख्ने के हो रहेछ। अनि ठिक छ, त्यो बर्खामा धेरै पानी हुन्छ होला यहाँ। एकदमै पानी होइन, भेल आउँछ, भेल पुरै के भन्छ हामी बसेको जग्गालाई पनि सायद अगेटेर लान्छ होला बगाएर। यता माथि हामी जहाँ बालापन बचपनदेखि बसेर आएको थियौँ नि, हजुर त्यहाँको पानी पनि यहीँ आउँछ नि। हो नि, त्यहाँ हामी पौडी खेल्थ्यौँ पहिला। त्यही भएर यसो याद आयो मलाई त्यहाँको सर पाडेर नदीमा नदी खेल्थ्यौँ। त्यो हामीले नुहाएको मैले पनि यहीँ आयो होला होइन। अहिलेसम्म बसिराखेको छ क्या हो भेनाजुको, धेरै अरू के भनौँ, अरू भन्नु भोक लाग्यो भेनाजुलाई? भोक त लाग्छ छैन होला, पानी पुस्दै लाग्यो। पानीको व्यवस्था चाहिँ यहाँ सामने नजिकै पसल भएको भए अति उत्तम राम्रो हुन्थ्यो। पानी खाजासाजा लानलाई बाहिर नै जानुपर्ने हुन्छ, त्यो चाहिँ अलि नराम्रो लाग्यो होइन भेनाजु? पानी पेस्ट लाग्यो, खाजा त हामीले खाएर हो, पानी पेस्टै लाग्यो। पानीको लागि अब कहाँ दौडिने, गाह्रो छ। नदीमा के भइरहेको छ, के भन्छ त्यो के हो चाहिँ भेनाजु? त्यसलाई के भन्छन्? बाख्रा त्यो बाख्रा काटेर त्यो भितको पोटे आन्द्रा पोटे भन्छन् क्या, सिधा हाम्रो बरु यसो त्यहाँ हिँड्दाखेरि उ गर्नु होला कि भिडियो बनाउनु होला।